हर्क साम्पाङजीले 4 समानुपातिक सिट जुन पाए नि, त्यो रुबीजीको जुन ठाकुर बहिनीको जुन के अरे केस काट्ने परिवारको जुन छोरीले पाएपछि 9,000 समथिङ भोट मात्रै मधेसमा समानुपातिक पाए पनि हर्कजीले जुन दिएको छन् नि, मैले त के भन्न थाहा छ, पृथ्वीनारायण शाहले एकपटक 4 वर्ण 36 जातको फुलबारी भरेका थिए। त्यसमा बिचमा सबैले बिगार्दै गए। हर्क साम्पाङ एउटा यस्तो व्यक्ति आए पृथ्वीनारायण शाह पछाडि, जसले सबै जातलाई मिलाउनुपर्छ भनेर उनले के गरे, दलित समुदाय पनि कर्णालीको पनि मिलाएर एउटा दलित समुदायलाई दिए, एउटा मधेसको महिलालाई दिए जो जेनजी ग्रुप पनि हुन्, एउटा लिम्बू समुदायकोलाई दिए उनले। राई समूहको आफै 3 जना जितेको भए पनि प्रत्यक्ष जितेपछि उनले राखेनन्। एउटा खस आर्यबाट यो चाहिँ के भने सबै ढङ्गले जुन मिलाउन सके नि, यो मिलाउन सकेकोले राजनेता भनेको त हर्क साम्पाङ हो भने प्रमाणित भयो। अरू नेताहरू 5 वर्षको लागि कसरी चुनाव जितिन्छ भन्ने मात्रैमा लागे, केपी ओली अथवा शेरबहादुर देउवा अथवा तपाईँले हेर्नु भने अरू सबै नेताहरू, अब मैले दुई ठाउँ भने बुझ्नु होला, प्रचण्ड, यी सबै राजनेता होइन नि, यी सबै के हुनु भनेदेखि नि 5 वर्षमा कसरी जातलाई अलमलाएर गर्ने। तर यो समानुपातिको डिसिजन जुन गरे हर्क साम्पाङले, त्यो एउटा 50 वर्षको भविष्य सोचेर बसे। किनभने अब यसले गर्दाखेरि मधेसमा एउटा तरङ्ग आयो, एउटा महिलाको छान्ने बित्तिकै मधेसमा यस्तो तरङ्ग आयो, दलित समुदायमा यस्तो तरङ्ग आयो कि अब भुइँ मान्छेको जुन हर्कवाद छ नि, प्रकृति संस्कृति र प्रविधि मिलेर जीवन चल्छ, त्यसैबाट हामी सुखी र खुसी हुन्छौँ भन्ने जुन छ, जुन हर्कवादको पुस्तक म आफै पनि लेखिरहेको छु। त्यसको बाद डिटेलमा हेर्दा के लेखिन्छ भने हुने बिरुवाको चिल्लो पात भनेको जस्तै हर्क साम्पाङ अबको 5 वर्ष पछाडिको प्रधानमन्त्रीको सशक्त दावेदार हुन्छन्। प्रधानमन्त्री पड्काउने बेर पनि लाउँदैनन्।